हामीले अझ आज शब्द र भव्य मनाउने तयारीका छौँ। हामी यहाँबाट अब प्रस्थान अब केही मिनटमा हुँदैछ, त्यसैले यसमा साथ सहयोग सबैको हुन्छ भन्ने अपेक्षा राख्दछु। यो एकान्त कुनाबाट होइन सबैजनाको आज हाम्रो कार्यक्रम छ। सबैलाई भव्यसँग मनाउनु होला, सबैजनाले रमाइलो गर्नु होला। आज सबैलाई यही भन्न चाहन्छु। धन्यवाद। वनभोज कार्यक्रममा हामीले कागेश्वरी मनारामा हामी जाँदैछौँ। हजुर हजुर। त्यसको लागि भव्य र सभ्य बनाउनु यहाँहरूको सबैको चाहिँ महत्त्वपूर्ण भूमिका रहन्छ। यो एउटा ऐतिहासिक पनि हुनेछ हामीलाई लागिरहेको छ। सबैजनालाई है त पिकनिकको बारेमा आजको पिकनिक एकदम भव्य सभ्य र एकदम उत्कृष्ट छ, रमाइलो गर्नुपर्छ। ठिक छ, एकदम राम्रो छ, एकदम राम्रो परेको छ। खाना साना सबै एकदम व्यवस्थित तरिकाले बनाउनु भएको छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। स्वयंसेवक पनि राख्नु भएको छ होइन। हजुर हजुर सबै गरेर राखेको छ। धेरै राम्रो छ तपाईँको बृहत वनभोज कार्यक्रम राखेको छ। यो मात्र वनभोज नभइकन यो एकताको संकेत हो। यो हाम्रो सद्भाव
सहकारीको पनि एउटा चाहिँ सङ्केत हो र यसले पक्कै पनि एउटा चाहिँ सकारात्मक मेसेज जान्छ र एक आपसमा सबै साथीहरूको बिचमा एकअर्कामा चाहिँ सद्भाव भाइचाराको सम्बन्ध पनि स्थापित गर्ने कुरा चाहिँ आजको यो पिकनिकले पक्कै पनि यो एउटा सन्देश बोकेको छ र यहाँहरू सबैजना चाहिँ मिलेर यो हाम्रो एउटा खुला वातावरणमा होइन यो सहीले पनि काठमाडौँको धुवाको प्रदूषणमा होइन एक दिन भए पनि भरपुर मनोरञ्जन लिने उद्देश्यका साथ हामी यो उपस्थित भएका छौँ र म लगायत सम्पूर्ण टिमले चाहिँ एउटा मनोरञ्जन लिन्छ भन्ने दाजुलाई चाहिँ कस्तो लागिरहेको छ आजको पिकनिक कस्तो भइरहेछ कसरी गरिरहनु भएको छ सही छ होइन अरू केही भन्नु छ हजुरलाई मेरो लागि एकदम खुसी छ यस्तो दोहोऱ्याएर भइरहेछ होइन